Hello guys, welcome back after a long time. मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई। मैले चाहिँ यहाँ लिम्बे दाइले बोलाएर जाँदैछु। खोइ किन बोलाउनु भएको लिम्बे दाइले त्यहाँ सिमसार उयो भन्नु भएर आउँदैछु। कहाँ पुगिसक्यो यता चाहिँ प्लटिङ छ। यो साइड चाहिँ ग्यारेज लाइनु भन्छ। कति धेरै ग्यारेज छ। यहाँ पनि ग्यारेज थुप्रै यो निलो टिन भएकोमा अहिले चाहिँ बन्द भइसकेछ। बन्द भइसक्यो अनि यसको पल्लोपट्टि बाँसघारीको पल्लोपट्टि चाहिँ ग्राउन्ड छ। यहाँ चाहिँ गोल्ड कप हुन आँटेको छ। कति वैशाख 5 देखि 12 सम्म हुन्छ। यहाँनिर चाहिँ पुल बनिँदैछ अनि पुलको लागि यत्रो रडहरू बाँधेर बस्यो। त्यो कति भइसक्यो उयो गरेको चाहिँ स्टार्ट गरेको चाहिँ यो यत्तिको खिया लागिसक्यो भन्ने यो कहाँ युज गर्छ त्यो पनि थाहा छैन। यहाँनिर छ हाम्रो यो चाहिँ किन बनाएको पनि त्यहाँनिर एउटा रुख छ। कम्पाउन्ड घेरेको छ। यत्तिको बनाइसकेछन्। पुलको चक चाहिँ बनाइसकेछन्। यताको नि उताको नि। र यहाँनिर चाहिँ हाइवे पुगिसक्यो। यता मस्त बसिरहेछन् यहाँबाट तपाईँ त यहाँ रहेछ नि उयो त यस्तो बनाउनुको लागि पो रहेछ। अस्ति यहाँ पनि थियो क्या। अस्ति नै 2 महिना अगाडि भर्खर बनाइसकेको छ। लिम्बे दाइ के गर्नुभएको यहाँनिर? यहाँ खाल्डो खाना नाच तातेको नाच नाटेको के को लागि नाच नाटेको? केहीको लागि गीतको लागि। सुने त सन्चेस भोट लागिरहेछ अझै ठिक छ। यहाँ गरुल निकाल्न आँटेको होइन। यहाँ हुनुहुन्छ हाम्रो सलिन दाइ यहाँ हुनुहुन्छ। यहाँनिर हेर्नु यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो लिम्बे दाइले काम गरेको। गर्ने त नाइ भनिँदैन अन्त होइन गर्नेलाई त किन नाइ भन्नु। आफ्नो यो स्वास्थ्यको लागि पनि होला। लिम्बे दाइ कति दिनको त्यही भन्नु 1500 यहाँनिर हेर्नु चड्डीमा बसिरहेको एउटा सुरेन दाइ पाहाडे मजदुर नगर्ने ओए पाहाडे मजदुर होइन पाहाडे उयो हो मिस्त्री हो। ओ सुरेन दाइ यता हेर्दैन यता हेर्न हौ एकचोटि। सुन हौ हेलो हामी चाहिँ त्यहाँनिर काम सकेर घर फर्किँदैछु होइन। यहाँनिर कपाल यहाँनिर हिरो फेरि हो हो कि के हो। अनि यहाँनिर चाहिँ अगाडि छ 2 जना। के सिमसार भन्छ मलाई नि थाहा छैन। सिमसार नै हो। हाम्रो बुट्टापुरीको सिमसार भन्न सक्यो होइन दाइ। यहाँनिर देख्न सक्नुहुन्छ घुम्न आउन सक्नुहुन्छ। म मेहनत गर्ने इन्जिनियर लुगा पोरी पनि लाउन सक्छु। अनि अरू के भन्दा अरू चाहिँ याद आएन होइन त्यही हो। अनि यता अगाडि चाहिँ खतरा भ्यू छ आउन सक्नुहुन्छ। भ्यू टावर पनि छ त्यहाँ। आउन सक्नुहुन्छ सबैजना घुम्न सक्नुहुन्छ। राम्रो छ एकदम शान्त होइन शान्त छ
सो अब चाहिँ हामी शान्त वातावरणमा घुलमिलेको होइन प्राकृतिकले भरि पूर्ण देश हरियो परियो बन्द सागसब्जी यहाँनिर घिउलाहरू नि पाउँछ। ल अब चाहिँ हामी बन्द गर्नुपर्ने सागसब्जी घिउला हुन्छ।